गोल्डन वान क्यूट यो भन्दा पनि हाम्रो बाहिरको हाइलाइट गर्नु पर्यो के दिदी पनि हुँदो रहेछ। यो चाहिँ हाम्रो चपुरमा रहेको गोल्डन वान क्यूट। बारको लुक्सहरू पनि कस्तो दामी देखिएको छ। खाना चाहिँ आइसकेको छ, थकारी खाना। तातो तातो घिउ पनि हुन्छ एड यसमा। कस्तो लाग्यो यहाँको? अफिसियली आज खाना यति दाइ। हेलो वेलकम टु माई युट्युब च्यानल। नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी आउटिङ जान लागेको होइन, डिनरको लागि। मेरो वाइफको चाहिँ धेरै दिनदेखि बिजी सेड्युल भएर, टाइमहरू नभएर, एकदम थकित भएर घरमा चाहिँ खाना टाइम टेबलले नमिलेर आज चाहिँ हामी बाहिर जाने प्लान गरेको। र आज चाहिँ तपाईँहरू अहिले एकछिनमा हामी बाहिर गएर तपाईँको डिनरको लागि एकदम स्पेसल नाइट हुनेछ टुनाइट है। आजको भ्लग चाहिँ म भोलि मात्र अपलोड गर्छु है गाइस। तपाईँको राति उदो चाहिँ अपलोड गर्न मिलेन, किनभने कसैले पनि हेर्दैनन् भ्लग। त्यही भएर म आज भ्लग बनाउँछु, एडिट गर्छु र बेलुका हाल्नेछु, दिउँसो हाल्छु। र मेरो बाबु पनि यहाँ तयारी भइसकेको छ, मेरो वाइफ पनि रेडी भइसकेको छ। ल अब हामी चाहिँ जान लागेको छ आउटिङ। अब चाहिँ हामी एकछिनमा भेट्नेछौँ तपाईँहरूलाई वहीँनेरि। कस्तो छ के छ राम्रोसँग हेर्नु होला है त। भिडियोमा साथ दिनु होला, रहँदै गर्नु होला। बाई बाई गाइज। अहिले ल हामी चाहिँ यहाँ गोल्डन वान क्यूट रेस्टुरेन्टमा आइसकेका छौँ खाना खानलाई। अहिले चाहिँ रातिको 10 बजिसकेको छ। अब यहाँ खाना पाउँछ कि पाउँदैन त्यो पनि सोध्नेछौँ। गोल्डन वान क्यूट पाउँदो रहेछ यहाँ। ल हामी चाहिँ यहाँ गोल्डन भो यो चाहिँ यो भ्लगको लागि लिँदा हुन्छ है सर्ट? भ्लगको लिँदा पाइन्छ। भ्लगको लिँदा यो भन्दा पनि हाम्रो बाहिरको हाइलाइट गर्नु पर्यो के गर्छु। यहाँ थकाली खाना पाउँछ? पाउँछ। कसरी छ, के छ प्राइसहरू? थकाली खाना दिदी पनि हुँदो रहेछ। ठिक छ ठिक छ। उहाँ छ है तपाईँहरूको? यो तपाईँहरूको हो र? यो पनि हाम्रै बाबु। यहाँ चाहिँ दामी छ है। हाम्रो यो चपुरमा रहेको गोल्डन बन्केट भयो। हामी त यहीँको लोकल हो नि। यो चाहिँ हाम्रो चपुरमा रहेको गोल्डन बन्केट। यहाँ चाहिँ 1200 जना जति मजाले अट्छ। यहाँ पार्टी प्यालेस, बिहे बारीदेखि लिएर सबै हुन्छ। यो चाहिँ अगाडिको यो खाना खाने ठाउँ रेस्टुरेन्ट एरिया हो। अहिले अब एकछिनमा म बन्केट पनि देखाउने छु। दुई ठाउँमा खाना हालिदिनु न ल है त। थकाली खाना है? थकाली खाना, चिकन मटन। चिकन गरिदिनु न। चिकन खाना। चिकन खाना कतिवटा हुन्छ? हजुर चिकन खाना एउटै हालिदिनु न। एउटै हाल्दिउँ है। एउटा सादामा गरिदिनु, एउटा चिकन खाना हालिदिनु है। भेज खाना, एउटा चिकन खाना। हजुर। ल हामी चाहिँ अब त्यहाँ अर्डर गरिसकेछौँ यहाँबाट। अब कहाँ बस्ने? ल आजको भ्लग चाहिँ उहाँकै रिक्वेस्टमा हो। घरमा खाना नखाने भनेर खाना पकाउन अल्छी लागेर हामी चाहिँ यहाँ खाना खान आएको। हाम्रो त्यहाँ सुपुत्र पनि छ। अब यहाँ अर्डर गरिसकेछौँ। अहिले एकछिनमा खाना पनि आउँदैछ। चपुरको चाहिँ यहाँ जस्तो ठुलो चाहिँ हल काहीँ पनि छैन। यहाँनिर चाहिँ अस्ति भर्खर बिहे पनि एटेन्ड गरिदियो, यहाँ रमाइलो पनि भयो थियो होइन। ल अब एकछिनमा खाना पनि खान्छौँ। खाना खाएर चपुर घुम्छौँ है त। खाना चाहिँ आइसकेको छ, थकारी खाना। हाम्रो यो भाइले एकदम स्पेसल बनाएर लिएर आएको छ। यो चाहिँ के हो? यो नर्मल बासमती राइसमा मासु, चिकन, दाल, खाना भेज खाना एउटा। ल खाना फाइनली आइसकेको छ। अब खाना खाना एकछिनमा स्टार्ट पनि गर्छौँ। रेडी हुँदै हो हामी खानालाई। अब खानाको चाहिँ भिडियो तातो 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 घिउ पनि हुन्छ एड यसमा। एकदम मिठो बनाउनको लागि घिउ पनि एड हुन्छ। ल हाम्रो चाहिँ यो चपुरमा रहेको गोल्डनमा भेराइटी मजाले खानको लागि पाइन्छ। लाउनु ल राख।
एकजना मान्छेलाई खाना छोडिहाल्नु नि भयो 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 दाल पनि ल्याइदिनु ल अब यहाँ अब चाहिँ म खाइसकेपछिको भिडियो बनाएर अनि यो गोल्डेनको कस्तो लाग्यो यहाँको ल खाना लाग्यो खाना सकियो पनि हाम्रो यहाँ बाबु चाहिँ खाना खाएर अघि नै यहाँ मोबाइल खेल्न थालिसक्यो यहाँ यो चाहिँ गोल्डेन बन्क्युटको नजारा भयो 755 भएको छ 55 डिस्काउन्ट गरेको चाहिँ 700 रुपियाँ ल हस् थ्याङ्क यू है त पेमेन्ट चाहिँ अनलाइनबाटै गरिदिन्छु ल हुन्छ ल उहाँले चाहिँ हामी आएको भनेर 50 रुपियाँ डिस्काउन्ट दिनुभएको चाहिँ केही छैन 55 डिस्काउन्ट दिनुभएको छ खुसी लाग्यो फर्स्टचोटि आउँदा उहाँले यति राम्रो सर्भिस दिनुभयो होइन फेरि आउँछौँ है त दिदी अफिसियली ल हाम्रो दाइ पनि हुनुहुन्छ उहाँ चाहिँ तपाईँको हेर्नु न बारको लुक्सहरू पनि कस्तो दामी देखिएको छ यो चाहिँ रेस्टुरेन्ट एरिया हो खासमा उतापट्टि चाहिँ ठुलो हल चाहिँ छ पार्टीहरूको लागि राति 11 बजी थालिसकेर पनि पुरै प्याक नै छ अहिलेसम्म चाहिँ यहाँको स्टाफहरू पनि कति धेरै स्विट के सबैजनाले राम्रोसँग ट्रिट गर्नुभयो थ्याङ्क यू सो मच एभ्रिवान हामी चाहिँ लागेको है बाई फेरि भेटौँला अब चाहिँ हामी घर जान थालेको थ्याङ्क यू बाई बाई नमस्ते दाई दाई नमस्ते सन्चै हुनुहुन्छ आज खाना यति दाई अनि के अहिले त्यो व्यवसायसँग रिलेटेड यो चाहिँ गोल्डेन रेस्टुरेन्ट चपुरको अहिले सबैभन्दा राम्रो यो चाहिँ रेस्टुरेन्ट एरिया भयो यो साइडबाट चाहिँ बन्क्वेट एरिया यसमा चाहिँ पार्टी प्यालेस भनौँ न पार्टी सार्टी गर्नु पऱ्यो भने चाहिँ यहाँबाट भित्र हाल्छ अहिले चाहिँ रातिको 11 बजिसक्यो भएर यो चाहिँ बन्द भइसक्यो त फाइनली हामी चाहिँ यहाँ गोल्डेन ब्यान्क्वेट चपुरमा रहेको खाना खाएर घर जान लागेको एकदम राम्रो छ यो चाहिँ तपाईँको चन्द्रपुर पूर्व पश्चिम जाने हाइवेबाट ठ्याक्कै जस्ट अपोजिटमा छ ल अहिलेलाई चाहिँ बाई बाई ल अर्को नेक्स्ट भ्लगमा फेरि छिटै भेट्नेछौँ है त बाई बाई